कुवेतमा नेपाली महिलाहरू मात्र बिग्रेका हुन्छन् त? आजभोलि कुवेतमा खुब तातेको विषय हो यो। हुन त पहिलेदेखि नै कुवेत भन्ने बित्तिकै महिलाहरू नै बिग्रेको भन्ने अथवा नेपालमा बिग्रेर अनि कुवेत आउँछन् भन्ने धारणा थियो, जुन आज पनि लगभग यस्तै नै छ। हुन त नेपालको परिवेश समाजले के भन्लादेखि परदेशमा पाउने स्वतन्त्रताले यो विषयलाई थप मलजल त गर्छ नै, तर यसमा महिलाहरूको मात्र दोष कि नेपाली पुरुषहरू पनि उत्तिकै जिम्मेवार छन् त? आउनुहोस् एकछिन हेरौँ। पछिल्लो समयमा कुवेतमा नेपालीहरूको उपस्थिति बढ्दै गएसँगै नेपालीहरूसँग सम्बन्धित केसहरू पनि बढ्दै गएको सामाजिक सञ्जालमा प्रशस्त देखिन्छ। नेपालीहरू धेरै मात्रामा बसोबास गर्ने कुवेतको साल्मिया, फरवानिया, जेलिब, हवाली र सबैभन्दा चर्चित हाम्रो प्यारो माबुल्ला, यी मध्ये पनि सबैभन्दा चर्चित र धेरै विवादमा आउने ठाउँ हो माबुल्ला। 5 केडी काण्ड, बङ्गाली काण्ड, लिभिङ टुगेदर काण्ड, मसाज काण्ड, माबुल्लाको झाडी लगायतका धेरै काण्ड नै काण्डको उपनाम पाएको माबुल्ला सामाजिक सञ्जालमा व्याख्या गरे जस्तै नै छ त। सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोगको कारण चर्चामा आएको माबुल्लामा नेपालीहरूको बसोबास पनि उल्लेखीय मात्रामा रहेको छ। गल्ली नै पछि भेटिने नेपालीहरूले गर्दा लाग्छ कि हामी कुनै परदेश होइन, नेपालकै कुनै सहरमा छौँ। त्यही माथि मिनरल वाटरको बोतलमा पाउने सोमरसदेखि घन्टे सिस्टमका कोठाहरूको चर्चाले माबुल्लालाई नेपाली समाज कुवेतमा अलग्गै छाप बनाएको छ। नेपाली युवाहरूले नेपाली महिलाहरूलाई सामाजिक सञ्जालमा गर्ने व्यवहार र त्यसमा नेपाली चेलीहरूले गर्ने प्रतिकारले गर्दा सानो कुरा पनि ठुलो भएर गएको हामीले देखि नै रहेका छौँ। प्राय नेपाली युवाहरूले नेपाली युवतीहरूलाई उनीहरूकै कारणले गर्दा राम्रो नजरले नहेर्ने गरेको, नेपाली युवतीले नेपाली युवाहरूलाई गर्ने व्यवहार र अरू देशका नागरिकलाई गर्ने व्यवहारमा आकाश जमिनको फरक हुने, अनि नेपाली भन्दा अरू देशका नागरिकहरूलाई नै साथी बनाउँदा आफू सुरक्षित हुने र आफ्ना चाहना पनि पुरा हुने, भनेको लाउन पाउने, भनेको गर्न पाउने, यहाँसम्म कि माबुल्लामा बाटोमा नै 5-10 केडीको डिल गर्ने, आएको 1-2 महिनामा नै हातमा आइफोन, महँगा लुगा कसरी किन्ने हैसियत बनाउँछन् आदि आरोप लगाउने गरेका छन्। त्यस्तै कतिले त कुवेतमा आउने महिलाहरू 2% मात्र सही बाटोमा छन्, अरू सबै गलत बाटोमा छन् आदि इत्यादि आरोप लगाउने गरेको सामाजिक सञ्जालमा देख्न सकिन्छ। त्यस्तै नेपाली युवतीहरूले पनि नेपाली दाजुभाइहरूको कारण नै उनीहरूसँग सङ्गत गर्न गाह्रो हुने बताउँदै आएका छन्। कतिले त नेपाली दाजुभाइहरूको व्यवहार नै इज्जत गर्न लायक नभएको सम्म भन्न भ्याउँछन्। अरू देशकाले आफ्ना देशका चेलीबेटीहरूलाई हेर्ने नजर र गर्ने व्यवहार राम्रो हुने, तर नेपाली दाजुभाइहरू नै खराब भएकोले गर्दा उनीहरूले आफ्नै देशका दिदी बहिनीहरूलाई हेर्ने नजर नै नराम्रो भएको जिकिर गर्दै आएका छन्। यी त भए सामाजिक सञ्जालमा देखिएका एक अर्काप्रतिका आरोप प्रत्यारोप। तपाईँ पनि कुवेतमा हुनुहुन्छ, पुरुष हुनुहुन्छ अथवा महिला, के लाग्छ तपाईँहरूलाई? हामी नेपाली समाज कता जाँदैछौँ कुवेतमा? हाम्रो अस्तित्व के? आफ्नो विचार प्रश्नसँग कमेन्टमा राखिदिनु होला। जे जस्तो भए पनि साह्रो गाह्रो पर्दा सहयोग गर्ने भनेको नेपालीले नेपालीलाई नै हो। अरू देशकोले सहयोग गर्दैनन्, मौकाको फाइदा मात्रै उठाउँछन्। त्यही भएर हाम्रो यो सानो नेपाली समाजलाई एउटा उदाहरणीय बनाऊ। सबैले एक अर्कालाई सहयोग गरौँ, न कि एक अर्काको बेइज्जत। जे भए पनि हामी घर छोडेर आएका हौँ, हाम्रो एउटै उद्देश्य पैसा कमाउनु हो, तर पैसा कमाउनका लागि इज्जत चाहिँ नबेचौँ। जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला। हवस् त, धन्यवाद।